राम 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 गर्यौ नमस्कार ए लौ गर्यौ नमस्कार गर्यौ नमस्कार दैव हरि नमस्कार दुई हात जोडाइ आकाश जिउलाई हाम्रा सपाटी बजाउन आउनुभएका ठाउँबाट आउनुभएका टोली र दर्शक हाम्रा बुवा दिदी बहिनीलाई पनि नारायण सबलाई नमस्कार सबलाई नमस्कार सबलाई नमस्कार दैव हरि सबलाई नमस्कार कोटि कोटि एकै कोटि सबलाई नमस्कार कोटि कोटि एकै कोटि सबलाई नमस्कार नारायण हरि राम 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 सबैलाई नमस्कार गरेर अब म के भन्न चाहन्छु तपाईँले परमात्माले यो संसार सृष्टि गर्नुभयो चार भागमा विभाजन गर्नुभयो सत्य त्रेता द्वापर कली सत्य युगमा हजारौँ वर्षसम्म तपस गर्नु पर्थ्यो त्रेता युगमा यज्ञ गर्नु पर्थ्यो द्वापरमा पूजा भजन कीर्तन पूजा गर्नु पर्थ्यो भने यो कलियुगको सबभन्दा ठुलो के हो भने नारायण हरि 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 कीर्तन हरि कीर्तन हरि कीर्तन दैव हरि हरि कीर्तन ओ पापको धुलो सबभन्दा ठुलो हरि कीर्तन हरि कीर्तन नारायण हरि हरि सारा यो कुरालाई मनमा ख्याल राखेर ए साथी हो हजुर नारायण हरि हरि कहिल्यै नबिर्से हे लौ कहिले नबिर्से कहिले नबिर्से दैव हरि कहिले नबिर्से आत्मा काम मुखमा राम कहिले नबिर्से आत्मादान मुखमा राम कहिले नबिर्से नारायण हरि राज्य यो भारत खण्ड रह्यो यस भारत खण्डको उत्तराखण्डमा नेपाल भन्ने देश छ यो कस्तो देश छ भन्नु होला भने सारा संसारमा सर्वोत्कृष्ट देशमा नारायण हरि हरि झल्झले झल्केको हे लौ झल झल झल्केको झल झल झल्केको दैव हरि झल झल झल्केको विश्वको अनिलो खण्डमा झल झल झल्केको विश्वको अग्लो सागरमा झल झल झल्केको नारायण हरि हरि मेरा 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 यसै हिमाल पर्वतमा अघि मेराका हिमालका गर्भदेखि यस पुण्यभूमि ठानेर नारायणी हरि हरि पार्वती जन्मेकी हे लौ पार्वती जन्मेके पार्वती जन्मेके दैव हरि पार्वती जन्मेके पुण्यभूमि नेपालमा पार्वती जन्मेके पुण्य भूमि नेपालमा पार्वती जन्मे
छ त्यसै हुनाले गरिकन नारायण हरि सीता जन्मेकी हेरा लौ सीता जन्मेके हो सीता जन्मेके हैरा हरि सीता जन्मेके नेपालको छोरा सीता जन्मेकी नेपालको जनकपुरमा सीता जन्मेकी नारायण हरि त्यस कारणले गरिकन भगवान शङ्कर पनि नारायण हरि बस्नु भएको छ हेरा लौ बस्नु भएको छ बस्नु भएको छ दैन हरि बस्नु भएको छ हेरा बागमती हेरा बस्नु भएको छ हेरा हेरा बस्नु भएको छ नारायण हरि नारायण यस्तो पुण्य भूमि हाम्रो यसलाई पवित्र गर्नलाई भनेर कालकुर्मी पिएर भगवान शङ्करले आएर खरसाङ जिल्लाको हिमालमा गएर त्रिशुलले हालेर पानी निकाल्नुभयो नारायण हरि गाउँ रह्यो त्रिशुली हेरा लौ गाउँ रह्यो त्रिशुले गाउँ रह्यो त्रिशुले हरि त्रिशुले त्रिशुलले निकालेको पानी गाउँ रह्यो त्रिशुले त्रिशुलले निकालेको पानी गाउँ रह्यो त्रिशुले नारायण हरि मेरा अब पछि कली आउँदा कलिका प्राणी कसरी मुक्त होलान् भनेर भगवान् परमात्मा नारायणले पनि हाम्रो मुस्ताङ जिल्लामा गएर नारायण हरि बस्नु भएको छ हेरा लौ बस्नु भएको छ बस्नु भएको छ हरि बस्नु भएको छ मुक्तिनाथ भनिकन बस्नु भएको छ मुक्तिनाथ भनिकन बस्नु भएको छ नारायण हरि मेरा माछु कसुवा वराह सिंह बामन परशुराम रामकृष्ण बौद्ध रामकृष्ण यी आठ अवतारभन्दा अगाडि सत्य त्रेताका पर्न बिग्रिसके अब कलिका प्राणीहरू पापी हुनेछन् दुराचारी हुनेछन् अब यहाँ शान्ति छाउन पर्छ र हाम्रो शान्तिका दूत बुद्ध पनि नारायण हरि यही जन्मेका हेरा लौ यही जन्मेका यही जन्मेका दया हरि जन्मेका नेपालको लुम्बिनीमा यही जन्मेका नेपालको लुम्बिनीमा यही जन्मेका नारायण हरि मेरा यस्तो पवित्र पुण्यभूमिमा बसेर हामी सारा प्राणीहरूले नारायण हरि जपौँ रामको नाम सबैले जपौ रामको नाम हो जपौ रामको नाम जय हरि रामको नाम हरि हरि सबै भरे जपौ रामको नाम हरे हरे सबै भरे जपौ रामको नारायण हरि राम यस्तो शान्ति भूमि नेपाल हाम्रो आजका अनेका दुराचारी प्राणीहरू भएर नारायण हरि शान्ति वा छैन शान्ति वा छैन शान्ति वा छैन जय हरे वा छैन अझै
हजुरहरूको आमन्त्रणलाई स्वीकार गरेर जानी नजानी जे जस्तो गर्यो नारायण ए भगवान गर्छ हुनमा स्वीकार ए सबैलाई गर्छौ